नवीन कांग्रेस बनाउने अठोटका साथ नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ। पार्टी सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका थिए। महामन्त्री शर्माले नेपाली कांग्रेसले भावना पुरानो र नवीन सम्भावना भएको कांग्रेसको रूपमा अगाडि बढाएर लैजाने बताए। पछिल्लो समय नेपाली नागरिकमा नैराश्यता भन्दा पनि असन्तुष्टि बढ्दै गएको अवस्थामा नेपाली कांग्रेसले आफ्ना विचारहरूलाई नागरिकको समस्या समाधान गर्ने गरी लैजानका लागि कार्यक्रम बनाएर अगाडि बढ्ने बताए। नेपाली कांग्रेस पुरानो दलको रूपमा रहेको हुँदा नयाँ घर बनाए जस्तो सहज र सरल नभएको बताउँदै पुरानो घरलाई व्यवस्थित बनाउने हो, त्यसका लागि नयाँ ढङ्गले काम गर्दै आएको बताएका थिए। यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री तथा कार्यक्रमका विशिष्ट अतिथि किशोर सिंह राठौरले बाँके जिल्लाको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जिल्ला सम्मेलनलाई उत्सवको रूपमा लिनुपर्ने बताए। सहमहामन्त्री तथा कांग्रेसी नेता राठौरले नेपाली कांग्रेसमा एकले अर्कालाई रिस गर्ने प्रवृत्ति रहेको हुँदा लोकतान्त्रिक अभ्यासमा आउन सबैलाई अनुरोध गरेका थिए। लोकतान्त्रिक प्रवृत्ति भएका मात्र कांग्रेसी हुन सक्ने धारणा राख्दै नेता राठौरले सबैलाई प्रतिस्पर्धामा आउन र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने समेत आग्रह समेत गरेका थिए। नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलको सभापतिमा भएको जिल्ला सम्मेलनमा पार्टी सभापति गौडेलले नेपाली कांग्रेस जिल्लाको नीति तथा कार्यक्रमका बारेमा आफ्नो प्रस्तुतिकरण राखेका थिए। सोही क्रममा पार्टी सभापति गौडेलले निर्माणाधीन सुशील कोइराला स्मृति भवन सम्पन्न गर्ने दिवसीय कार्यक्रम सम्मेलन एवं सामाजिक तथा विकास कार्यक्रमका बारेमा बताएका थिए। यसैगरी कार्यक्रममा कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले सम्मेलनमा पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। आफ्नो सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सचिव कोइरालाले नयाँ पुस्ताका लागि खुला र प्रेरणादायी पाठशाला रूपमा रहेको कांग्रेस पार्टी वर्तमान अभिभारा र दायित्वहरूको सम्पादनका खातिर सदा झैं अहिले पनि अग्र मोर्चामै रहेको बताएका थिए। यसैगरी सम्मेलनमा आर्थिक प्रतिवेदनका बारेमा जिल्लाका कोषाध्यक्ष यज्ञबहादुर बस्नेलले आफ्नो प्रस्तुतिकरण राखेका थिए। सम्मेलनको उद्घाटन सत्रमा केन्द्रीय सदस्य दीपक राजगिरी, सञ्जय गौतम, डाक्टर गोपाल दहित, मैकुलाल बाल्मीकि, लुम्बिनी प्रदेश नेपाली कांग्रेस अध्यक्ष अमर बहादुर पुन, तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, महासमिति सदस्य लक्ष्मी नारायण शाह, कोलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य, डुणुवा गाउँपालिका अध्यक्ष नरेन चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, बैजनाथ गाउँपालिका अध्यक्ष छब्बन खाँ, नेपाली कांग्रेस क्षेत्र नम्बर 2 का क्षेत्रीय सभापति रमेश गुप्ता, नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारू, नेपाली कांग्रेस जिल्ला सदस्य उमा थापा मगर लगायतले सम्बोधन गरेका थिए। नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा नेपाली कांग्रेस सांस्कृतिक संघको तर्फबाट नृत्य प्रस्तुत गरिएको थियो भने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मेलनका बीचमा नेपाली कांग्रेस बाँके र नेपाल प्रेस युनियन बाँके शाखाले नयाँ वर्षको भित्तो पात्रो समेत विमोचन गरेको थियो।